आज चाहिँ मैले घोडताब्रेको उपयोगिता ल्याएको छु। यसले चाहिँ युरिन इन्फेक्सनबाट बचाउँछ। मैले भने जस्तै हजुरले फलो गर्दै जानु होला। मैले यहाँ देखाए जस्तै काटेर टुक्रा टुक्रा बनाउनु होला। यसो गर्दा चाहिँ पिस्न सजिलो हुन्छ। यति गरिसकेपछि चाहिँ मिक्सचरको बट्टामा लाउनु होला। स्वाद चाहिए मिश्रीयल लगाउनु होला। स्वाद चाहिँदैन भने मिश्री नलाउँदा नि हुन्छ। घोडताब्रेको पत्ता चाहिँ पुरै लेदो हुन्जेलसम्म चाहिँ पिस्नु होला। घोडताब्रेको पत्ता चाहिँ यस्तो गरी लेदो हुनुपर्छ। त्यसपछि यसरी छानेर एउटा भाँडामा तयार गर्ने। हामी चाहिँ खाने 3 जना भएकाले 3टा ग्लास रेडी बनाएको छु। मेरी छोरीले चाहिँ पिएर यसको टेस्ट बताउने छिन्।